नमस्कार साथीहरू, द विकेट वायर च्यानलमा तपाईहरुलाई स्वागत छ। यस भिडियोमा हामी कुरा गर्दैछौँ आजको निकै नै धेरै चर्चित विषय एनपीएल सिजन 2 को प्रसारण बारे। फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालभरि आज क्रिकेट संघ नेपाल क्यानको निकै नै आलोचना भइराखेको छ। कारण यो वर्षको नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को स्टार स्पोर्ट्समा टेलिभिजनमा प्रसारण हुने भएको छ, तर यो पटक युट्युबमा भने लाइभ चाहिँ आउने छैन। त्यसको सट्टा दर्शकहरूले एक विशेष एपमा सब्सक्रिप्सन बेस्ड प्रयोग गरेर हेर्नुपर्ने हुनेछ, यानि कि पैसा तिरेर एनपीएल लाइभ हेर्न पाउनेछन्। अब प्रश्न उठ्छ, युट्युबमा लाइभ नआउँदा यसको असर के पर्छ त? सर्वप्रथम एक्सेसिबिलिटी घट्छ। पहिले जसरी देशभरका फ्यानहरू, विदेशमा रहेका नेपालीहरूले पनि सजिलै युट्युबबाट निशुल्क एनपीएल हेर्ने गर्थे, अब त्यो सम्भव हुने छैन। अर्को कुरा, भ्युअरशिपमा प्रभाव पार्न सक्छ। नेपालमा अझ पनि धेरै दर्शकहरू पेड सब्सक्रिप्सन भन्दा पनि फ्री स्ट्रिमिङ नै रोज्छन्। त्यसैले युट्युबमा एनपीएल नहुँदा एनपीएलको रिच खास गरी गाउँ र साना सहरहरूमा घट्न सक्छ। अर्को कुरा, फ्यान इन्गेजमेन्ट। युट्युबमा च्याट, कमेन्ट, रियाक्सन यी सबैले क्रिकेटलाई त्यो नेपाली फ्लेभर दिन्थ्यो। अब त्यो इन्टरेक्टिभ एक्सपिरियन्स कम हुनेछ। तर यो निर्णय केवल नकारात्मक होइन। यो प्रसारण सम्झौताले क्यानलाई ठूलो आर्थिक फाइदा पुर्याउन सक्छ। स्टार स्पोर्ट्स जस्तो ठूलो नेटवर्कमा प्रसारण हुनु भनेको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा देखिने अवसर हो। एनपीएलको ब्रान्ड भ्याल्यु बढ्नेछ। एनपीएल अब प्रोफेसनल लिगको रूपमा स्थापित हुँदैछ। ठूला स्पोन्सर्सहरू, विज्ञापनदाताहरू र विदेशी खेलाडीहरूको लागि आकर्षण बढ्नेछ। साथै सब्सक्रिप्सन मोडलबाट आउने रेभिन्यू सेयरिङले क्यानलाई आर्थिक रूपमा बलियो बनाउनेछ। यो पैसाले भविष्यमा घरेलु क्रिकेट विकासमा सहयोग पुर्याउन सकिन्छ। हामीले यसअघि पनि यस्ता मोडल देखेका छौँ। अस्ट्रेलियाको बिग ब्यास, भारतको आईपीएल पनि युट्युबमा हुँदैन। आईपीएल जस्तो ठूलो लिग पनि युट्युबमा नभएर हटस्टार जस्तो एपमा सब्सक्रिप्सन मोडलमा हेर्नुपर्ने हुन्छ। त्यो मोडलले भारतमा क्रिकेटलाई अझ व्यावसायिक बनायो। त्यसैले एनपीएलले पनि यो बाटो रोज्नु भनेको दीर्घकालीन रूपमा प्रोफेसनल ग्रोथतिर क्यानले कदम चालेको हो। तर साँचो कुरा के हो भने यो परिवर्तनले सुरुवातमा केही दर्शक गुमाउन सक्छ, तर दीर्घकालीन रूपमा यदि क्यानले राम्रो प्रोडक्सन क्वालिटी, एप एक्सपिरियन्स र एक्सेसिबिलिटी सुनिश्चित गर्न सक्यो भने यो निर्णयले एनपीएललाई नयाँ स्तरमा पुर्याउन सक्छ। तपाईको विचार के छ? एनपीएल युट्युबमा आउनु पर्थ्यो कि सब्सक्रिप्सन मोडल राम्रो हो? कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यस्तै नेपाल क्रिकेटसँग जुडेको अपडेटको लागि द विकेट वायर च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।